वेलकम छ तपाईहरुलाई मेरो यो फेरि पनि नयाँ ब्लगमा। आज चाहिँ हामी दुईजना मिलेर वाटर पार्क घुम्न गएको छौं। वाटर पार्क चाहिँ नेपालगञ्जको धम्बोजीनिर रहेको छ। हामी चाहिँ धम्बोजीबाट पनि जान सक्छौं र पुष्पलाल चोक र धम्बोजी बीचको त्यो वाटर पार्क गेट लेखेको गेटबाट पनि जान सक्छौं है। त्यसपछि मैले चाहिँ तपाईलाई यो वाटर पार्कको सानो भिडियो चाहिँ देखाएको छु। हेर्नु त कति ठुलो छ। यो चाहिँ नेपालगञ्जको एउटा एकदमै रमणीय घुम्ने ठाउँमा प्रस्तुत भएको छ है। यो चाहिँ हामी दुईजनाले एकछिन यसो फोटो भिडियोहरू खिचिरहेका थियौं। त्यसपछि चाहिँ म तपाईहरुलाई यो त्यहाँ नजिकै रहेको मेट्रो वाटर पार्क रेस्टुरेन्ट पनि रहेको थियो। अनि यो चाहिँ तपाईहरुले बोटिङ गर्न पनि सक्नुहुन्छ है। यहाँ चाहिँ हामीले बोटिङ गर्न सक्छौं, बोट पनि देख्छौं र यो चाहिँ सबैभन्दा भाइरल ठाउँ चाहिँ वाटर पार्कको। यहाँ चाहिँ वाटर पार्क फोटोग्राफी गराउनु भएको छ त्यहाँको क्यामेराम्यानहरूले है। अनि डोकोहरू राखेर यस्तो यो झन्डाहरू राखेर के एकदमै सजाउनु भएको छ राम्रो देखाउनको लागि है। त्यसपछि मेरो बुढोले चाहिँ त्यहाँ हाई गर्नुहुन्छ र हेर्नु त त्यहाँ कति राम्रो फुल फुलेको छ। त्यो फुल चाहिँ भाइरल भएको छ है। त्यहाँ चाहिँ मान्छेहरू आउने फोटोसोटो खिच्ने गर्नुभएको छ र त्यहाँ चाहिँ बच्चाहरूको लागि यसरी मोटु पतलु अनि स्विङ्गम त्यसपछि डाउन बनाएका जोन पनि छ, त्यो ग्लोबको छ। त्यसपछि हेर्नु त्यहाँ कति धेरै मान्छेहरू भिडियो फोटो खिच्नको लागि हुनुहुन्छ। कोही चाहिँ फोटो खिच्दैछन् भनेपछि कोही चाहिँ खिचौँ भनेको छन्। थ्याङ्क फर वाचिङ एट लास्ट। थ्याङ्क यू।